अहिलेको सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर चाहिँ सुधारेछ, आज फेरि फिर्ता लिएछ। मलाई खुसी लाग्यो र अझै पनि सुधार गर्नुपर्ने कुराहरू केही कुराहरू हामी जनताले नोटिस गरेका छौँ। त्यो के हो भन्दाखेरि आइतबार जुन बिदा दिने भन्ने कुरो गरेको छ सरकारले र बिदा दिइरहेको छ, त्यो कुरो पनि फिर्ता लिनुपर्छ, विद्यार्थीको लागि पनि र सरकारी कर्मचारीहरूको लागि पनि। किन भन्नुहुन्छ भन्दाखेरि नि तपाईँको सरकारी जागिरेहरूको लागि त 21% उनीहरूलाई तलब पनि बढ्यो। बाउले छुट्टी पाउने भयो, सरकारी जागिर खानेहरूको आमाले छुट्टी पाउने भयो, त्यसै गरिकन स्कुलबाट छोराछोरीले छुट्टी पाउने भयो। उनीहरू त अब त्यो 21% बढेको पैसाबाट उनीहरू त मोज मस्ती गर्ने भयो, उनीहरू घुम्न जाने भए, इन्जोय गर्ने भए, उनीहरूको लाइफ त ऐसारामा चल्ने भयो नि। तर त्यही कुरो हामी अर्को डिरेक्सनबाट सोचौँ त, अर्को एङ्गलबाट सोचौँ त, यदि कुनै मान्छे दिनभरि जाला मजदुरी गरेर खानुपर्ने छ, भारी बोकेर खानुपर्ने छ, जसले चाहिँ दिनभरि गएर इँट गिटी बालुवा सिमेन्टको भारी बोकेर खानुपर्ने छ, अब त्यो मान्छेको घरमा यदि उसको बच्चा चाहिँ 10-12 अथवा 9-10 वर्ष 7-8 वर्षको छ र उसले चाहिँ आइतबार छुट्टी पाएको छ भनेदेखि के हुन्छ हालत, एकपटक सोचौँ त। अब एकापट्टि त छाक टार्नको लागि आमा बाउले काम गर्नुपर्छ, अर्कोपट्टि उता बच्चाको स्कुल छुट्टी भएर अब त्यो बच्चालाई न त काम गरेको ठाउँमा लगेर जानु, न त त्यो बच्चालाई घरमा राखेर बस्नु। अब घरमा राखेर बसौँ भने बेलुकाको छाक कसरी टार्ने हम्मेम्मे छ, काममा लगेर जाउँ भने काममा लगेर जानलाई त्यस्तो पट्टा पर्दैन, जानेर चाहिँ समस्याहरू हुनसक्छ, त्यहाँ केही कुराहरू दुर्घटनाहरू घट्न सक्छ त्यो बच्चाको लागि, अथवा त्यहाँनिर बाबामा चाहिँ धेरै त्यो एन्सियस बन्न सक्छन्। त्यसले गर्दाखेरि यो सरकारको निर्णय चाहिँ गलत छ भनेर एक हर्क साम्पाङले पनि पहिला भनिसक्नु भएको थियो। उहाँले पहिला पनि शिक्षा र स्वास्थ्य जस्तो विषयमा, संवेदनशील विषयमा पनि 3% कर लगाउने हो, यो सरकारको यो चाहिँ असक्षमता प्रदर्शन भयो भनेर उहाँले भन्नुभएको थियो। र अहिले पनि उहाँले त्यो स्ट्याटस लिइसक्नु भएको छ। अनि उहाँले भन्नुभएको छ सरकार जोसुकैको होस्, सत्ता चाहिँ मेरो हो, यो ज्ञानको सत्ता भन्दछ। त्यो वास्तवमा हो रहेछ क्या। किन भन्दाखेरि मान्छेले चाहिँ त्यो भोलिको दूरदर्शिता चाहिँ मान्छेले आजै देख्नु पर्ने रहेछ। अब हर्क साम्पाङको नीति चाहिँ के थियो भन्दाखेरि उहाँले के नीति लिनु भएको थियो भन्दाखेरि 3 दिन थ्योरी पढाउने, 4 दिन चाहिँ प्र्याक्टिकल गराउने भन्ने थियो। उहाँले स्कुलमा छुट्टी दिने भन्ने कुरो त गर्नु भएको थिएन। उहाँले त स्कुलमै प्र्याक्टिकल गराउने, विद्यार्थीहरूलाई के अरे गोलबाडा खेती गराउने, विभिन्न खेतीहरू गराउने, विभिन्न कामहरू सिपमा इन्गेज गराउने, विभिन्न टेक्नोलोजीमा इन्गेज गराउने भन्ने उहाँको नीति थियो। अब यता बालेन सरकारले के सोच्यो भन्दाखेरि ओहो हामीले हर्क साम्पाङको त्यो चाहिँ उहाँको त्यो पोइन्टहरू चाहिँ टक्कै कपी गऱ्यौँ भने हामी चाहिँ सफल हुन्छौँ भनेर सोच्यो। उहाँहरूले विकल्प दिनु भएन। विकल्प नदिइसकेपछि अहिले धेरै ठुलो समस्यामा नेपाली जनताहरू परिरहेका छन्। वास्तवमा गरिबहरूलाई मार परिरहेको छ। तसर्थ यो गरिबहरूलाई मार परेको अवस्थामा चाहिँ यो सरकारले त्यो आइतबारको छुट्टी, स्कुलमा दिएको छुट्टी पनि फिर्ता लिनुपर्छ। त्यसै गरिकन सरकारी जागिरेहरूलाई त्यो आइतबार दिएको छुट्टी पनि फिर्ता लिनुपर्छ। त्यसै गरिकन अर्को कुरो जुन बिजुली बत्तीमा 5% कर, राइट सेयरिङमा 5% कर लगाएको छ, ती कुराहरू पनि फिर्ता लिनुपर्छ। यो चाहिँ अलिकति अपरिपक्वता नै देखियो। जनताले हामी चाहिँ गरिबीको मारमा पर्यौँ, हामीमाथि चरम शोषण भयो, सरकारद्वारा चरम शोषण भयो, हामी जनतामाथि भनेर हामीमाथि केही सहुलियत हुन्छ है भनेर त अहिलेको सरकारलाई लगभग एकलौटी म्यान्डेट दिएर पठाएको हो नि त। अब यो एकलौटी म्यान्डेट दिएर पठाएको सरकारले त झन् त्यही माथि पो खाए खा नखाए घिच भन्ने पाराले काम गरिरहेको छ। अनि यो चाहिँ अलिकति राम्रो देखिएन। त्यसै गरिकन अहिले जुन स्वास्थ्य र शिक्षामा 3% कर लगाएको थियो, अब जो मान्छे अशक्त छ, असहाय छ, जो मान्छेले गर्नै सक्दैन, उनीहरूको लागि सरकारले पहिला त 3500 दिएपछि, 3500मा रिन्यू गरेपछि एउटा के भन्छ 1 लाखसम्मको उसले चाहिँ पाउँथ्यो, जीवन बिमा पाउँथ्यो। अहिले त्यो बिमा कटौती गरेर उल्टो उपचार गरेर 3% कर, यहाँसम्म कि मरेको लास्टलेसम्म पनि कर तिर्नुपर्ने स्थिति सिर्जना गरिदियो सरकारले भनिसकेपछि कति चाहिँ यो सरकारको अपरिपक्वता, त्यो के भन्छ असक्षमता रहेछ भन्ने कुरो चाहिँ यहाँबाट प्रष्ट हुन्छ। साथै अर्को कुरो के भयो भन्दाखेरि मैले देखेको चाहिँ अहिले अर्थ बजार चाहिँ ध्वस्त छ क्या। तपाईँ बजारको मूल्य हेर्नुहुन्छ भने अहिले छोइसक्नु छैन। मासु हिजो अस्ति खसीको मासु 1400 थियो, अहिले 1600 पुगेको छ। यदि यो चाहिँ बर्ड फ्लू लागेको कारणले कुखुराको मासु नखाएकोले गर्दा खसीको खाएर त्यो रेट बढेको हो भने त्यो जायज छ, ठिक छ। त्यो चाहिँ सप्लाई एन्ड डिमान्डको रुल अनुसार त्यो ठिक छ। तर यदि यही सरकारले बढाएको कर आदि इत्यादि अक्रम बक्रमको कारणले गर्दा यो हो भने
यसले चाहिँ भोलि राम्रो नतिजा दिँदैन जनतामा, यसले चाहिँ ठुलो मूल्य चुकाउनु पर्ने हुन्छ। तसर्थ यी कुराहरू चाहिँ सरकारले अझै पनि फिर्ता लिनैपर्छ। आइतबारको छुट्टी फिर्ता लिनुपर्छ, त्यो 5% कर पनि दुईटै सेक्टरमा फिर्ता लिनुपर्छ भन्ने चाहिँ आम नेपाली जनताको धारणा छ। अर्को कुरो एउटा के छ भन्दाखेरि विद्यालयहरूमा पहिला एडमिसन फी चाहिँ एकपटक लिएपछि पुग्यो त भन्ने खालको नीति सरकारले माथिबाट भनिदियो। अनि यहाँ सबै स्कुलहरूले लागू गरे त्यो कुरालाई होइन। अब कसरी लागू गरे भन्दाखेरि अब एनुअल के अरे एडमिसन फी चाहिँ नलिने, एकपटक एडमिसन गरेर पुगेको नि भनेर एडमिसन फी चाहिँ नलिने, तर त्यही फी चाहिँ के गर्यो भन्दाखेरि एनुअल फीको नाममा, एक्स्ट्रा फीको नाममा, विभिन्न नाममा सरकारले चाहिँ के अरे स्कुलहरूले चाहिँ विभिन्न स्किमहरूमा त्यो फी लिइरहेको छ। अनि यहाँ हामीले जनताले छुट पाएको त केही पनि छैन रहेछ। यो त हामी यसो हेर्दाखेरि हामीलाई चाहिँ पङ्गु बनायो क्या, पङ्गु बनायो टाइपको देखियो। तसर्थ यी कुराहरू सरकारले सच्याउनुपर्छ, सच्याओस् भन्ने हामी नेपाल जनताको धारणा छ।